हेलो एभ्रिवान इन्जिनियरिङ इन्ट्रान्स एक्जामिनेसन प्रिपेयर गर्नुहुने भाइ बहिनीहरूको लागि मैले एउटा भिडियो आज लिएर आएको छु। यस भिडियोमा चाहिँ म क्वाड्रेटिक इक्वेसन्सका केही क्वेसनहरूलाई चाहिँ सजिलै भ्यालुहरू एज्युम गरेर सर्टकट ट्रिक्स लगाएर कसरी गर्न सकिन्छ जसले गर्दा चाहिँ तपाईँहरूको एक्जाममा समय बचाउँछ भन्ने यस्ता टाइपका क्वेसनहरू आज डिस्कस गर्न गइरहेको छु। र भिडियोलाई ढिलो नगरी सुरु गरौँ। र क्वाड्रेटिक इक्वेसन्स भन्नाले चाहिँ हामी के बुझाउँछौँ कस्तोलाई बुझ्छौँ भन्दाखेरि त्यसको फर्म चाहिँ कस्तो हुन्छ भन्दा एक्स स्क्वायर प्लस बिएक्स प्लस सी इक्वल्स टु 0 हुन्छ भनेर हामीले बुझेका छौँ है। यसका केही कुराहरू डिस्कस गरौँ न अनि हामी क्वेसनमा जान्छौँ। सो यस्तो हुन्छ भनेर बुझेका छौँ। यसको रुट्सहरू यसका कतिवटा सोलुसन हुन्छन् भन्दा दुईटा सोलुसन हुन्छन् भनेर बुझेका छौँ रुट्सहरू। सो यसका रुट्सहरू दुईटा हुन्छन् भनेर भनौँ। अहिलेको लागि मैले अल्फा र बिटा भनेर भने सपोज एक्जाम्पलको लागि एक्स स्क्वायर माइनस 5x प्लस 6 इक्वल्स टु 0 छ भने यसलाई हामीले सल्भ गऱ्यौँ भने यसको दुईटा रुट्सहरू आउँछन्। एक्सको भ्यालु एउटा 2 आउँछ, एउटा एक्सको भ्यालु एउटा 3 आउँछ। सो यो 2 र 3 भनेकै हाम्रो लागि अल्फा र बिटा भन्न खोजे यस्तै हो त है। यसरी दुईटा हुन्छन्। सो यदि तिमीलाई है त यदि तिमीलाई यो अल्फा र बिटाको भ्यालु दियो भने चाहिँ अनि कसरी क्वाड्रेटिक इक्वेसन निकाल्ने भन्दाखेरि चाहिँ हामीले के गर्छौँ क्वाड्रेटिक इक्वेसन भनेको इक्वेसन चाहिँ कसरी निकाल्छौँ भन्दा एक्स स्क्वायर लेख्छौँ माइनस सम अफ रुट्स इन्टु एक्स प्लस प्रोडक्ट अफ रुट्स गऱ्यौँ भने आन्सर आउँछ है त इक्वल्स टु 0। भन्नुको अर्थ हामीले अल्फा र बिटाको भ्यालु दिएको छ भने सम अफ रुट्स भनेको अल्फा प्लस बिटा इन्टु एक्स प्लस अल्फा इन्टु बिटा इक्वल्स टु 0 गऱ्यौँ भने हामीले त्यसले के दिन्छ हामीलाई क्वाड्रेटिक इक्वेसन दिन्छ। यो कुरा हामीले बुझ्नु है त। सो एक्स स्क्वायर माइनस सम अफ रुट्स टाइम्स एक्स प्लस प्रोडक्ट अफ रुट्स इक्वल्स टु 0 गरियो भने चाहिँ हामीलाई क्वाड्रेटिक इक्वेसन रिक्वायर्ड क्वाड्रेटिक इक्वेसन आउँछ जब चाहिँ हामीलाई रुटहरू नन हुन्छ। सो अब हामीले क्वेसनहरू कस्तो खालको क्वेसन गर्न सक्छौँ भन्दाखेरि यहाँनिर राखेको छु है। अब म्याक्सिमम कस्ता हाम्रो आइओई म्याथमेटिक्स अब अथवा हामीले जुनसुकै युनिभर्सिटीको पनि इन्जिनियरिङ इन्ट्रान्स एक्जामिनेसन एपियर गर्दाखेरि चाहिँ यदि यो इफ एमसिक्यू टाइपको क्वेसनमा यदि यो इफ र देनवाला क्वेसनहरू हुन्छ नि इफवाला एउटा कन्डिसन दिएको हुन्छ भने यसमा चाहिँ हामीले भ्यालुहरू एज्युम गरेर गर्न सक्छौँ क्या। सो यो इफवाला क्वेसनहरूलाई चाहिँ हामीले धेरै जसो एजम्सन मेथडले गर्न सकिन्छ। सो हामी आजनिर यसमा क्वाड्रेटिक इक्वेसनलाई चाहिँ कसरी गर्न सकिन्छ भनेर चाहिँ हेरौँ है। सो यहाँ के भन्दैछ क्वेसन चाहिँ ध्यान दिएर राम्ररी बुझ्नु चाहिँ पर्यो। इफ द रुट्स अफ द इक्वेसन सो हामीसँग इक्वेसन के दिएको छ एक्स स्क्वायर माइनस पिएक्स प्लस क्यू इक्वल्स टु 0। यसका रुट्सहरू हुन्छन् नि दुईटा रुट हुन्छन्। ती दुईटा रुटहरू चाहिँ कस्ता हुन्छन् अरे भनिदिएको छ टु कन्जिक्युटिभ इन्टिजर। कन्जिक्युटिभ भनेको एकपछि अर्को। सपोज एउटा रुट्सलाई तिमीले 1 मान्यौ भने अर्को रुट्स 2 हुन्छ अरे यस्तो हुनु पर्यो अरे कन्जिक्युटिभ। अथवा एउटा रुट्सलाई तिमीले 3 मान्छौ भने अर्को रुट्स 4 हुनु पर्यो। यस्तो कन्जिक्युटिभ इन्टिजर हुन्छन् अरे भने देन पी स्क्वायर माइनस फोक्यूको भ्यालु कस्तो हुन्छ कति हुन्छ भनेर भन्दैछ। सो अब हामी चाहिँ के गरौँ भन्दाखेरि हाम्रो इक्वेसन त यो हो ठिक छ। अब दुईटा रुट्सहरू अल्फा र बिटा चाहिँ कस्तो हुनु पर्यो भनेर यहाँ इन्फर्मेसन दिएको छ क्या। कन्जिक्युटिभ इन्टिजर्स हो भने तिमी आफैले एज्युम गरिदिने। एज्युम के गरिदिने भन्दाखेरि कन्जिक्युटिभ इन्टिजर्स हुनको लागि चाहिँ अल्फाको भ्यालु 1 भनेर एज्युम गरिदियो बिटाको भ्यालु 2 भनेर किनभने 1 र 2 कन्जिक्युटिभ हो। सो 1 र 2 लाई युज गरेर हामीले इक्वेसन क्वाड्रेटिक इक्वेसन बनायौँ भने के हुन्छ एक्स स्क्वायर माइनस सम अफ रुट्स भनेको 1 प्लस 2x प्लस प्रोडक्ट अफ रुट्स भनेको 1 इन्टु 2 इक्वल्स टु 0। हाम्रो इक्वेसन त यही हुन्छ नि। दुईटा रुटहरू 1 र 2 हुने रुट्स हुने क्वाड्रेटिक इक्वेसन त यही हुन्छ। सो यसलाई सल्भ गऱ्यौँ भने एक्स स्क्वायर माइनस 3x प्लस 2 इक्वल्स टु 0 भयो। यसलाई मैले इक्वेसन 2 भनेर मान्थेँ। अब यो इक्वेसन 1 र 2 त एउटै हो कि होइन त। त्यो माथिको इक्वेसन 1 पनि यसको पनि दुईटा कन्जिक्युटिभ इन्टिजर्स छ इक्वेसन 2 को पनि दुईटा कन्जिक्युटिभ इन्टिजर्स छ भने यसलाई कम्पेयर गरौँ। सो अब यो कुराहरू लेखेर गर्नु पर्दैन है एक्जाम हलमा डाइरेक्ट गर्ने। मैले चाहिँ अब यहाँ बुझाउनको लागि 1 र 2 लाई कम्पेयर गर्ने। 1 र 2 लाई कम्पेयर गर्दाखेरि हेरौँ त के आयो भन्दाखेरि हाम्रो पी को भ्यालु हाम्रो 3 आयो क्यू को भ्यालु कति आयो 2 आयो। आयो क्या यहाँ हेर्नुहोस् न कम्पेयर गरौँ यसलाई पी को भ्यालु 3 हुन्छ क्यू को भ्यालु 2। सो हुन्छ भने हामीले के सोध्दैछ पी स्क्वायर माइनस 4क्यू को भ्यालु निकाल्न सोध्दैछ है। पी स्क्वायर माइनस 4क्यू को भ्यालु निकाल्न सोध्दैछ। सो पी स्क्वायर माइनस 4क्यू निकालौँ। पी भनेको पी स्क्वायर भनेको 3 स्क्वायर माइनस 4क्यू क्यू भनेको 2। सो 3 स्क्वायर भनेको कति हुन्छ त 3 स्क्वायर भनेको 9 माइनस 4 2 जा 8 गर्दाखेरि हाम्रो कति आयो 1 आयो। सो अप्सनमा 1 कतै छ भने त्यसमा टिक हान्ने अगाडि बढ्ने। सो अप्सन बी इज आवर करेक्ट एन्सर। सो यसरी गर्न सक्छौँ है त। सो यसै गरी हामी अर्को क्वेसनलाई पनि हेरौँ। यसमा के भन्दैछ भन्दा इफ द रुट्स अफ द इक्वेसन यो एउटा क्वाड्रेटिक इक्वेसन छ
र यो अर्को क्वाड्रेटिक इक्वेसन छ। यिनीहरू दुईटाको रुट्सहरू चाहिँ के छन् अरे सेम रेसियोमा छन् अरे, एउटै रेसियो छन् अरे भन्नुभयो त। एकछिनको लागि मान ल, ax स्क्वायर प्लस bx प्लस c इक्वल्स टु 0 भन्ने छन् जुन क्वाड्रेटिक इक्वेसन, यसको रुट्स चाहिँ अहिलेको लागि मान यसको रुट्स अल्फा 1 र बीटा 1 हुन् अरे, ठिक छ। र अर्को छ px स्क्वायर प्लस qx प्लस r इक्वल्स टु 0, अर्को क्वाड्रेटिक इक्वेसन छ, यसको रेसियो चाहिँ अल्फा 2 र बीटा 2 छ। एकछिनको लागि मान है त। अब क्वेसनले के भन्न खोजेको भन्दाखेरि क्वेसनले के भन्न खोजेको भन्दाखेरि बुझ्नु पर्यो क्या, अल्फा 1 बाई बीटा 1 इक्वल्स टु अल्फा 2 बाई बीटा 2 हुन्छ अरे। कहाँ यिनीहरूको रेसियो बराबर हुन्छन् अरे, आर इन द सेम रेसियो, दुइटैको रुट्सको रेसियोहरू चाहिँ के हुन्छन्, सेम हुन्छ भनेर भनिदिएको छ। सो हामीले अल्फा 1 र अल्फा 1 बीटा 1 र अल्फा 2 बीटा 2 यस्तो भ्यालु लिउँ कि त्यसको रेसियो सेम आइदियोस्। त्यसको लागि म सबभन्दा सजिलो लिन्छु। सो अल्फा भ्यालु 1 को भ्यालु 1 लिदिए, अल बीटा 1 को भ्यालु 2 लिदिए भने 1/2 हो यसको रेसियो, 1:2। यता पनि 1:2 बनाउनको लागि मैले यसको भ्यालु 2 र यसको भ्यालु 4 लिदिएँ भने 2/4 गर्दाखेरि 1:2 आउँछ कि आउँदैन, आउँछ। भनेपछि यो दुइटैको के भयो, रेसियो के भयो, सेम भयो। तपाईँले 1:3 लिएर यहाँनिर 1 र 3 लिएर यतापट्टि चाहिँ हामीले 3 र 9 पनि लिन मिल्छ। तर त्यत्रो ठुलो भ्यालु किन लिनु त, होइन, सबैभन्दा सानो जुन हुन्छ त्यही लिने है। सो त्यो कुरा हामीले यहाँनिर बुझ्यौँ। अब यो हाम्रो कन्डिसन देखेछ, यो कन्डिसन मिट भयो नि त, ट्रु भयो। सो यतातिरको अब इक्वेसन निकालौँ त। यतातिरको इक्वेसन निकाल्ने हो भने अल्फा 1 1 छ, बीटा 1 2 छ भने इक्वेसन के भन्छ, एक्स स्क्वायर माइनस सम अफ रुट्स भनेको 2 + 1 भनेको 3x प्लस प्रोडक्ट अफ रुट्स 2 1 जा 2 इक्वल्स टु 0। सो हामीले अब यो इक्वेसन र यो इक्वेसनलाई कम्पेयर गरौँ त, कति आयो, ए को भ्यालु 1 आउँछ, बी को भ्यालु -3 आयो, सी को भ्यालु 2 आयो। सिमिलरली यताको पनि निकालौँ त, इक्वेसन के हुन्छ, एक्स स्क्वायर माइनस सम अफ रुट्स 2 + 4 भनेको 6x प्लस प्रोडक्ट अफ रुट्स भनेको 2 4 जा 8 इक्वल्स टु 0। यहाँबाट कम्पेयर गर्यो भने पी को भ्यालु 1 आयो, क्यू को भ्यालु कति आयो, क्यू को भ्यालु -6 आउँछ, आर को भ्यालु 8 आउँछ। यो इक्वेसन र यो इक्वेसनलाई कम्पेयर गर, यति नै आउँछ कि आउँदैन, आउँछ। सो आउँछ भने हामीले के को भ्यालु निकाल्न भनेको छ, देन भन्दैछ यो अप्सन एबिसिडीमा कुन बराबर हुन्छ भन्दैछ। सो अब सबै भ्यालु थाहा छ भने क्यालकुलेटर झिक्ने अब एलएचएस इक्वल्स टु आरएचएस कहाँ आउँछ त, सो त्यसलाई चेक गर्नु पर्यो। कुन अप्सनमा चाहिँ हाम्रो एलएचएस इक्वल्स टु आरएचएस आउँछ, हाम्रो त्यही राइट एन्सर हो। सो अप्सन एलाई चेक गरौँ, ए इन्टु बी इन्टु सी गर्नु पर्यो होइन एलएचएसमा। सो ए इन्टु बी इन्टु सी गर्दाखेरि कति हुन्छ भन्दा 3 2 जा -6 हुन्छ होइन, -6 हुने रहेछ। 1 इन्टु -3 इन्टु 2 गर्दा -6, पी इन्टु क्यू इन्टु आर गर्दाखेरि 1 इन्टु -6 इन्टु 8 गर्दाखेरि त -6 आउने कुरै भएन। सो अप्सन ए राइट हुन्छ है। सो त्यसै गरी अप्सन बीमा हेरौँ, बी स्क्वायर भनेको 3 को स्क्वायर भनेको 9 इन्टु ए भनेको 1, बी स्क्वायर एसी भनेको 2। सो 9 इन्टु 1 इन्टु 2 गर्दा 18 आयो एलएचएसतिर, आरएचएसमा कति आउँछ, क्यू स्क्वायर भनेको 36। अब यो 36 हुने बित्तिकै यो त मिल्दै मिलेन नि त, 18 भन्दा बढी गइसक्यो। सो अप्सन बी पनि हामीले चेक गर्न आवश्यक छैन, यो राइट हुँदैन। अप्सन सीमा हेरौँ, बी स्क्वायर पिआर, बी भनेको 9 स्क्वायर, पिआर बी स्क्वायर पी, अनि पी भनेको कति छ, पी को भ्यालु 1 आएको छ, आर भनेको 8 आएको छ। सो 9 इन्टु 1 इन्टु 8 गर्दा कति आयो, 72 आयो एलएचएसतिर। आरएचएसमा हेर त, क्यू स्क्वायर भनेको -6 को स्क्वायर भनेको 36 इन्टु एसी, ए भनेको 1 इन्टु सी भनेको 2 गर्दाखेरि हेर्नुहोस् त कति आयो, 72 नै आयो। भनेपछि हाम्रो अप्सन सी इज राइट एन्सर। यसरी ठिक हालेर हामी अगाडि बढ्न सक्छौँ। सो अर्को क्वेसनलाई हेरौँ है त। इफ द रुट्स अफ द इक्वेसन यो आर इन द रेसियो 2:5, हामीसँग हेर्नुहोस् त के दिएको छ, एक्स स्क्वायर प्लस बीएक्स प्लस सी इक्वल्स टु 0 भन्ने क्वाड्रेटिक इक्वेसन दिएको छ। यसको रुट्स चाहिँ 2:5 छ अरे रेसियो, यसको रुट्सको रेसियो चाहिँ 2:5 छ। भन्नुको अर्थ तिमीले सिम्पल अल्फा 1 को भ्यालु 2 र बीटा 1 को भ्यालु, सरी अल्फाको भ्यालु 2 र बीटाको भ्यालु 5 मानिदियो भने सिधै 2:5 भयो कि भएन त, यसको रेसियो 2:5 भएन त, अल्फा बाई बीटा गर्दा 2:5 भयो। सो अब हेर्नुहोस् त, अल्फाको भ्यालु 2 र बीटाको भ्यालु 5 हुन्छ भने यसबाट बन्ने क्वाड्रेटिक इक्वेसन के हुन्छ, एक्स स्क्वायर माइनस सम अफ रुट्स 2 + 5 भनेको 7x प्लस प्रोडक्ट अफ रुट्स भनेको 2 5 जा 10 इक्वल्स टु 0। सो कम्पेयर गरौँ त, यो एक्स स्क्वायर प्लस बीएक्स प्लस सी इक्वल्स टु 0 र एक्स स्क्वायर माइनस 7x प्लस 10 इक्वल्स टु 0 लाई कम्पेयर गरेर कति आउँछ, ए को भ्यालु 1 आइरहेछ, बी को भ्यालु -7 आइरहेछ र सी को भ्यालु 10 आइरहेछ। सो अब अप्सनमा चेक गरौँ ल, कसले एलएचएस इक्वल्स टु आरएचएस दिन्छ त। सो बी स्क्वायर, बी भनेको 7 स्क्वायर भनेको 49, अप्सन एलाई चेक गरेको है त। एलएचएसमा बी स्क्वायर प्लस 7 स्क्वायर भनेको 49, -7 स्क्वायर भनेको 49 हो, एसी हो इन्टु ए भनेको 1 छ, सी भनेको 10 छ। सो यतातिर 49 आयो, आरएचएसतिर 40 आयो, भनेपछि यो त बराबर भएन। सो अप्सन बीलाई चेक गरौँ, 10 इन्टु बी स्क्वायर भनेको 49
सो 490 भयो, उतातिर गर्दाखेरि कति आउँछ 49 इन्टु ए भनेको 1 छ, सी भनेको 10 छ भनेपछि फेरि 490 नै आयो। सो अप्सन बी इज करेक्ट एन्सर। सो यसरी हामीले अप्सन बीलाई राइट एन्सर गर्न सक्यौँ है त। सो यसै गरी हामी अर्को क्वेसनमा जाउँ। द भ्यालु अफ के को भ्यालु निकाल्न भन्दैछ। फर विच द रुट्स अफ द इक्वेसन चाहिँ के छन् अरे 2:3 को रेसियोमा छ अरे। भन्नुको अर्थ ल अल्फाको भ्यालु 2 भनेर मानिदिउँ, बिटाको भ्यालु के गरिदिउँ 3 भनेर मानिदिउँ भने यसबाट बन्ने क्वाड्रेटिक इक्वेसन के हुन्छ, एक्स स्क्वायर माइनस सम अफ रुट्स 2 + 3 भनेको 5x प्लस 2 3 जा 6 = 0 हुन्छ। अब यो इक्वेसन र यसलाई कम्पेयर गरौँ त। यसलाई यो k+1 लाई कन्स्टेन्ट मानिदिनु है त। कम्पेयर गर्यो भने हेर्नुहोस् त के को भ्यालु कति आयो, के को भ्यालु 5 आयो। सो 5 इज आवर राइट एन्सर। सो कम्पेयर गर्नु पर्यो है त। यसरी कम्पेयर गर्यो भने के को भ्यालु 5 आइरहेछ। हेर्नुहोस् माइनस के र -5 हेर न, कम्पेयर गर्दा के को भ्यालु 5 आएन त। यसरी कम्पेयर गर्न त आउँछ होला नि त होइन। सो यसरी कम्पेयर गरेर के को भ्यालु 5 निकाल्नु। सो अर्को क्वेसनमा जाउँ। के भन्दैछ, इफ द सम अफ द रुट्स, यो क्वाड्रेटिक इक्वेसनको दुईटा रुट हुन्छन्, त्यसको सम अफ द रुट्स, त्यसको रुट्सको सम चाहिँ केसँग बराबर हुन्छ भन्दा त्यसको स्क्वायरसँग बराबर हुन्छ अरे, सम अफ देयर स्क्वायर। सो भन्नुको अर्थ अल्फा प्लस बिटा चाहिँ केसँग बराबर हुन्छ अरे भन्दा अल्फा स्क्वायर प्लस बिटा स्क्वायरसँग बराबर हुन्छ अरे क्या। यही भन्न खोजेको बुझ्यो, यो चाहिँ बुझ्नु पर्यो। कन्डिसन चाहिँ बुझ्यो पनि भइहाल्यो। अब कस्तो अल्फा र बिटालाई सेलेक्ट गर्दा राम्रो हुन्छ त यो कन्डिसनलाई सेटिस्फाई गर्ने। सो अल्फाको भ्यालु 1 र बिटाको भ्यालु 1 लियो भने यो कन्डिसन सेटिस्फाई हुन्छ कि हुँदैन। 1 + 1 भनेको 2 हुन्छ, 1 स्क्वायर प्लस 1 स्क्वायर भनेको यो 2 नै हुन्छ। सो हाम्रो यो सेटिस्फाई भयो। सो अल्फाको भ्यालु 1 र बिटाको भ्यालु 1 हुन्छ भने यसबाट बन्ने क्वाड्रेटिक इक्वेसन के हो, एक्स स्क्वायर माइनस 2x प्लस 1 = 0 हुन्छ क्या होइन। यसबाट बन्ने क्वाड्रेटिक इक्वेसन। सो त्यसलाई र यसलाई कम्पेयर गरौँ, ax स्क्वायर प्लस bx प्लस c र यसलाई कम्पेयर गरौँ। सो a को भ्यालु 1 आयो, b को भ्यालु -2 आयो, c को भ्यालु 1 आयो है। ल अब कुन अप्सन राइट हुन्छ त। ल अप्सनको लागि क्यालकुलेटर झिकौँ। ल एलएचएस अप्सन एलाई चेक गरौँ है। अप्सन एलाई चेक गर्दाखेरि 2 इन्टु अप्सन एलएचएसमा के छ, a भनेको 1 छ, c भनेको 1 छ, 2 1 छ कति भयो 2 भयो। एलएचएसतिर 2 आयो। अब एबी भनेको के हुन्छ त -2 हुन्छ, प्लस बी स्क्वायर भनेको -2 को स्क्वायर 4 हुन्छ। सो 2 = 2 आउने रहेछ। सो अप्सन ए इज करेक्ट एन्सर। सो अब अप्सन ए नै के भयो, करेक्ट एन्सर भयो। ठिक छ। सो यसरी हामीले गर्न सक्छौँ। त्यसै गरी अर्को क्वेसनमा जाउँ। यहाँनिर के भन्दैछ भन्दा इफ द सम अफ द रुट्स, यो क्वाड्रेटिक इक्वेसनको दुईटा रुट हुन्छन् अल्फा र बिटा, तिनीहरूको सम चाहिँ अल्फा प्लस बिटा चाहिँ केसँग बराबर हुन्छ भन्दा सम अफ देयर रेसिप्रोकल छ। भन्नुपर्दा कन्डिसन लेख्ने अल्फा प्लस बिटा चाहिँ केसँग बराबर हुन्छ अरे 1/अल्फा प्लस 1/बिटासँग बराबर हुन्छ अरे क्या, तिनीहरूको रेसिप्रोकल छ। सो यसमा पनि अल्फाको भ्यालु 1 र बिटाको भ्यालु 1 लिदियो भने कन्डिसन सेटिस्फाई हुन्छ कि हुँदैन, सेटिस्फाई गर्छ। हामीले यसलाई लियौँ। अब अल्फाको भ्यालु 1 र बिटाको भ्यालु 1 बाट बन्ने क्वाड्रेटिक इक्वेसन के हुन्छ, एक्स स्क्वायर माइनस 2x प्लस 1 = 0 हुन्छ। सो कम्पेयर गरौँ त, a को भ्यालु फेरि 1 आयो, b को भ्यालु कति आयो -2 आयो, c को भ्यालु 1 आयो होइन त। ax स्क्वायर प्लस bx प्लस c = 0 लाई एक्स स्क्वायर माइनस 2x प्लस 1 सँग कम्पेयर गरौँ, यति आउँछ। अब के भन्दैछ, b/c, a/b, c/a आर्यन भन्दैछ। सो b/c भनेको के भयो -2, a/b भनेको के भयो -1/2, c/a भनेको के भयो 1 भयो। यिनीहरू केमा छ, -2 -1/2 र 1 केमा छ भन्दाखेरि यिनीहरू केमा छन् भन्दाखेरि यिनीहरू एपीमा छन्। एपीमा कसरी छन् भन्दाखेरि -2 + 1 / 2 गरौँ न, गर्दाखेरि -1/2 आयो कि आएन, यो प्लस यो /2 गर्दा यो बिचको आयो भनेपछि एपी भयो। हामीले के गर्न सक्यौँ, कति सजिलो हुँदो रहेछ है त गर्नलाई, एकैछिनमा हाम्रो सक्छ। यसमा हेरौँ त के भन्दैछ, if one root of the equation is square of the other, भन्न खोजेको one root of the is the square of the other भन्दैछ। भन्नुको अर्थ चाहिँ यसको अर्थ के बुझ्नु पर्यो भन्दाखेरि एउटा रुट चाहिँ अल्फा भइदियो, अर्को रुट चाहिँ अल्फा स्क्वायर छ अरे क्या, बुझ्यौ। एउटा रुट चाहिँ अल्फा भइदियो, अर्को रुट चाहिँ अल्फा स्क्वायर छ अरे भन्ने कुरा हामी यहाँबाट बुझ्यौँ। सो त्यसको लागि के गर्ने त भन्दाखेरि एउटा रुट हाम्रो अल्फा भन्ने 1 छ भने बिटा भनेको के हुनु पर्यो त, अल्फा स्क्वायर हुनु परेन। सो मैले 1 नै लेखेँ, 1 को स्क्वायर 1 नै हुन्छ, 1 को स्क्वायर भनेको 1 नै हुने भयो। सो फेरि यसबाट बन्ने क्वाड्रेटिक इक्वेसन के हुन्छ, -2x + 1 = 0 हुन्छ। सो फेरि लेखौँ, a को भ्यालु फेरि 1 नै आयो, b को भ्यालु -2 आयो, c को भ्यालु 1 आयो। सो अब फेरि अप्सन चेक गर्ने, कुन अप्सनले हाम्रो राइट एन्सर दिन्छ भन्दा अप्सन बी को चाहिँ एलएचएस = एलएचएस भइदिन्छ। सो चेक गर्न सक्यो है त। सो यसै गरी हामीले अर्को क्वेसनमा जाउँ। के भन्दैछ, इफ वान रुट अफ द इक्वेसन, यसको एउटा रुट चाहिँ के छ अरे भन्दा nth पावर अफ द अदर छ अरे।
भन्नुको अर्थ एउटा रुट हाम्रो अल्फा छ भने अर्को चाहिँ अल्फा एन छ अरे। सो यदि अल्फाको भ्यालु 1 मान्यो भने बीटा चाहिँ कति हुन्छ? बीटा भनेको 1 को पावर एन भनेको 1 नै हुन्छ। सो यहाँबाट फेरि हेर त x स्क्वायर माइनस 2x प्लस 1 इक्वल्स टु 0 भन्छ। सो हामीले a को भ्यालु फेरि 1 आयो, b को भ्यालु फेरि माइनस 2 आयो होइन, c को भ्यालु 1 आयो। यहाँनिर योसँग कम्पेयर गरेको के हाम्रो इक्वेसन त यो हो नि त, योसँग कम्पेयर गरेको त्यसलाई। अब यसको भ्यालु कति हुन्छ भनेर सोध्दैछ। सो a को भ्यालु 1, सो 1 को पावर n इन्टु c भनेको 1 भाइ हामीले यसको भ्यालु निकाल्न भन्दैछ नि त। सो यसलाई सल्भ गरेको भाइ 1 बाई n प्लस 1 भनेको अहिलेको लागि n प्लस 1 नै लेखेँ, प्लस c भनेको 1 को पावर n, a भनेको इन्टु 1 बाई 1 बाई n प्लस 1 प्लस b भनेको माइनस 2। सो यसलाई मैले प्लस माइनस माइनस 2 भयो। यसको भ्यालु कति आउँछ? हामीले निकाल्नु पर्नेको। सो यसलाई गरौँ। सो 1 को पावर 1 भनेको 1 नै हुन्छ, 1 अपन n प्लस 1 भयो होइन, त्यो गर्दा 1 नै हुन्छ नि त। यता होइन जे गर्दा पनि 1 को पावर जति भयो भने 1 हुन्छ। सो 1 को पावर जति भयो भने 1 हुन्छ, माइनस 2 गर्दाखेरि कति आउने हो? 0 आउने हो। सो हाम्रो राइट एन्सर चाहिँ 0 भयो। यसरी हामीले राइट एन्सरमा दिन सक्छौँ। सो अर्को भन्दैछ इफ वान रुट इज कमन भन्दैछ क्या। यो दुईटा इक्वेसन मध्ये एउटा रुट चाहिँ यिनीहरूको कमन छ अरे। सो हाम्रो एउटा इक्वेसन के छ? एक्स स्क्वायर प्लस बिएक्स प्लस सी इक्वल्स टु 0। सपोज यसका दुईटा रुट अल्फा 1 र बीटा 1 चाहिँ मैले लागि मानिदिएँ 1 र 2 भनेर मानिदिएँ, ठिक छ। अर्को इक्वेसन भनेको a ड्यास एक्स स्क्वायर प्लस बी ड्यास एक्स प्लस सी ड्यास इक्वल्स टु 0 छ। यसका दुईटा रुट चाहिँ मैले के मानिदिने भन्दाखेरि यस्तो मानिदिने कि एउटा चाहिँ कमन हुनु पर्यो क्या। यसको 1 र 2 छ भने सपोज यसको चाहिँ मैले 1 र 3 मानिदिएँ। हेर त 1 1 कमन भएको भएन, एउटा रुट चाहिँ कमन हुनु पर्यो। सो 1 रुट इज कमन भनेको छ नि त, एउटा रुट कमन हुनु पर्यो। सो यसबाट इक्वेसन के भन्छ? एक्स स्क्वायर माइनस सम अफ रुट्स भनेको 3x प्लस 2 1 2 प्रोडक्ट अफ रुट्स इक्वल्स टु 0। सो यहाँबाट a को भ्यालु भनेको 1 आयो, b को भ्यालु भनेको माइनस 3 आयो, c को भ्यालु भनेको 2 आयो। सो यसबाट के भन्छ भन्दा एक्स स्क्वायर माइनस सम अफ रुट्स भनेको 4x प्लस प्रोडक्ट अफ रुट्स भनेको 3 1 3 इक्वल्स टु 0। सो a ड्यासको भ्यालु 1 आयो, b ड्यासको भ्यालु माइनस 4 आयो र c ड्यासको भ्यालु के आयो? 3 आयो। सो अब a b c को भ्यालु पनि थाहा छ, a ड्यास b ड्यास c ड्यासको भ्यालु पनि थाहा छ भने अप्सनमा पुट गर्दै जाने कसले राइट एन्सर दिन्छ भन्दाखेरि अप्सन एले हाम्रो LHS इक्वल्स टु RHS दिन्छ। सो हाम्रो अप्सन ए इज करेक्ट एन्सर भयो। सो यसरी हामीले क्वाड्रेटिक इक्वेसनका यस्ता एजम्सन मेथड लगाएर क्याल्कुलेटर ट्रिक लगाएर सजिलै भ्यालुहरू एजुम गरेर यस्ता गाह्रो गाह्रो खालको क्वेसनहरू पनि सजिलै तरिकाले गर्न सक्दो रहेछ। ल आजको लागि हामीले यति नै गरौँ। अर्को भिडियोमा चाहिँ हामी अर्को कुनै च्याप्टरको यस्तै क्याल्कुलेटर ट्रिक्सहरू लिएर बस्ने नै छु। त्यतिको लागि थ्याङ्क यू सो मच।